माध्यमिक विद्यालयहरूमा एउटा कम्प्युटर शिक्षकको दरबन्दी थपिदिनु पर्यो, थप्नै पर्छ भनेछु। किनभने कम्प्युटर स्कुलमा पढाइएन भने स्कुल भनेको चाहिँ अनिवार्य निशुल्क शिक्षा हो। त्यो माध्यमिक विद्यालय भनेको माध्यमिक विद्यालयमा कम्प्युटर पढाइएन भने त्यो भविष्यका ती विद्यार्थीहरूको जीवन चाहिँ अन्धकारमय हुन्छ। त्यस कारणले त्यो भने हो र त्यो गर्न सकिने कुरा हो। अनि अर्को कुरो त्रिविले र यो अरू केही विश्वविद्यालयहरूले यो परीक्षाको रिजल्ट निकाल्नको लागि चाहिँ महिनौ मात्र होइन वर्षौं लगाउने रहेछ। त्यो कुरा चाहिँ तिनीहरूलाई पेलेरै भए पनि त्यो छिटो निकाल भन्ने चाहिँ त्यो गर्न सकिने कुरा भयो। र अर्को कुरा त्यो झाडी फाना भनेको छु, त्यो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको भित्रको, किनभने त्यो ठाउँमा म 7 वर्ष बसेँ। त्यो एरियामा त्यो झाडी देख्दैमा दिक्क लागेको थियो। त्यही भएर यस्तो सानो कुराहरू जसलाई चाहिँ सुधार गरेर केही न केही देखिन्छ भनेदेखि त्यो गर्ने हो।